वेलकम बैक माई युट्युब च्यानल। तपाईहरुलाई स्वागत छ मेरो जल्डाको राइडर ब्लगमा। आज चाहिँ हामी तुङसुङ जाँदैछ र के कारणले जाँदैछ तपाईहरुलाई अवश्य नै म देखाउँछु। र तुङसुङ जानुको मेन उद्देश्य चाहिँ तपाईहरुलाई अहिले नै अलिकति म बताइदिन्छु। आज चाहिँ एकदम राम्रो कामको लागि गएको र आजको केही झलकहरु तपाईहरुलाई तुङसुङ गुम्बा पुगेर तपाईहरुलाई म अपडेट सबै बताउने छु। ल हामी चाहिँ तुङसुङ गुम्बा पनि आइसकेको छु र गुम्बामा के कसो हुन्छ आज तपाईहरुलाई म देखाउँछु। र गुम्बा आइपुगिसकेको छौँ हामी चाहिँ। र अब गुम्बाभित्र पसेर तपाईहरुलाई हामी पूजा गरिसकेर तपाईहरुलाई देखाउँछु। दर्शन गरिसक्यो हामीले। पूजा प्रसादहरू चढायो। यहाँ बसेर बुता ढोकन मेमेको त्यो उस त्यो राख्नु राखिदेऊ न त्यो बाई बाई। ब्याग छ बस्नु उभिनु बसेर उयो गरन छे गरन बसेर नमस्कार गरेर बस्न। ल हामी चाहिँ गुम्बामा आएर बर्थडे मनाउँदैछौँ र सबैजना बाहिर गएर बर्थडे मनाउँछ। हामी चाहिँ गुम्बामा आएर यसो अलिअलि भए दान दक्षिणा गरेर लामा मेमीसँग बसेर बर्थडे मनाएको। ल हाम्रो चाहिँ यस्तो हुन्छ सामाजिक कार्यक्रम भनौँ, आफ्ना पर्सनल कार्यक्रम पनि यस्तो हुन्छ। ल तपाईहरुले हेरिदिनुहोस्, एकदम सेयर गरिदिनुहोस्। र तुङसुङमा चाहिँ 12 तारिक बुद्ध पूर्णिमा पूजा हुँदैछ। बुद्ध जन्मेको दिनको पूजा हुँदैछ र सबैजना गुम्बामा आई दर्शन गरिदिनुहोस्, बुद्ध पूर्णिमा मनाइदिनुहोस् सबैजना। ल आज तपाईहरुलाई तुङसुङ गुम्बा पनि देखाइसकेर गुम्बामा आएर हामी चाहिँ जन्मदिन चाहिँ मेरो श्रीमतीको चाहिँ जन्मदिन आज गुम्बामा आएर मनाइयो। र के कस्तो लाग्छ तपाईहरुलाई कमेन्ट गर्नुहोस्। बर्थडे मनाउने तरिका तपाईहरुलाई कस्तो लाग्यो एकदम कमेन्ट गर्नुहोस्। लामे उहाँ एकजना चाहिँ हुनुहुँदो रहेछ र बहिनीहरू हुनुहुँदो रहेछ, नानीहरू उहाँ सिक्नु हुँदो रहेछ। र कस्तो के कस्तो लाग्छ तपाईहरुलाई भिडियोको लागि एकदम लाइक कमेन्ट सेयर सब्सक्राइब हेरेर एकदम सब्सक्राइब चाहिँ गरिदिनुहोस् र सेयर पनि गरिदिनुहोस्। यदि भन्दै आजलाई बिदा चाहन्छ। र अनि कस्तो भयो त आजको अलिकति इन्टरभ्यू देऊ न। राम्रै लाग्यो, खुसी लाग्यो गुम्बा आउनु पाउँदा। गुम्बामा आएर एकदम बर्थडे मनाउँदा कस्तो लाग्यो अनुभव? खुसी लाग्यो भगवानको दर्शन गर्न पाएर। ल यति भन्दै आजलाई बिदा चाहन्छु र नेक्स्ट ब्लग तपाईहरुलाई अवश्य लिएर आउनेछु।